हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष पर्क भुटुवाको रेसिपी लिएर आएको छु। सुरुमा तेल लगाएर 5 फोरन पड्काए, त्यसपछि तेजपत्ता पड्काउनुहोस्। अनि मैले चाहिँ अलिकति बोसो थियो त्यो पनि त्यसमै खराइदिए। अनि यसरी मासु लगाएर मज्जाले भुट्नुहोस्। मैले चाहिँ आन्द्रा भुडी अलिकति थियो अनि त्यसलाई चाहिँ उसिनेर लगाएको छु। अनि यसरी मज्जाले भुट्नुहोस्। आज चाहिँ फ्रेस मिट भएको भएर मजाले भुटन बनाएर खाम भनेर। अनि यसमा बेसार लगाउनु होला, स्वादअनुसार नुन लगाएर मजाले यसलाई फेरि भुट्नु होला परपरी। अनि यसको पानी नसुकिन्जेलसम्म यसरी नै भुट्नु पर्छ। अनि अघि उसिनेको आन्द्रा चाहिँ मैले यसमा सानो सानो पिस काटेर लगाएको छु। अनि फेरि यसलाई पनि मिक्स गरेर भुट्ने एकछिन। अनि छोप्दै भुट्दै गर्नु होला। यसको पानी निस्किँदैछ है, यो पानी चाहिँ सुक्नुपर्छ। अनि मैले चाहिँ थोरै यो झ्याउ पनि भन्छ, यसलाई याङबेन पनि भन्दो रहेछ, यो पनि अलिकति मिक्स गरेको छु किनभने यसले चाहिँ अलिक बोसो तेलहरू सोच्दो रहेछ अनि मिठो पनि हुँदो रहेछ। अनि यसरी नै मजाले भुट्नु होला। त्यसलाई त्यो याङबेनलाई नि भिजाइराखेको छु, एकछिनमा लगाउँछु लास्टमा। अनि यसरी मासु खरिसकेपछि प्याज लगाएको छु। तपाईहरुले पनि यसरी नै बनाउनु होला। अनि प्याज पनि एकछिन भुटेपछि अदुवा लसुनको पेस्ट लगाएको छु। खोर्सानी पनि मैले एकै ठाउँ पिसेर लगाएँ। अनि यसलाई पनि फेरि मजाले चलाएर भुट्नु होला। छोप्दै भुट्दै गर्नु होला। म चाहिँ सुँगुरको मासु चाहिँ 1 घण्टा जति पकाउँछु। यसरी खरिसकेपछि फेरि टमाटर लगाएको छु। टमाटरलाई पनि राम्रोसँग चलाएर गलिसकेपछि चाहिँ यसमा जिरा धनियाँको मसला पाउडर हालेको छु। फाल्टो मसला चाहिँ केही पनि लाउँदिनँ म, यो आफूले बनाएको मसला धुलो हालेको छु र धुलो खोर्सानी थोरै लगाएको छु। अनि यसलाई पनि मजाले भुट्नुहोस् राम्रोसँग। टमाटर पाकिसकेपछि चाहिँ यसमा अघि भिजाएर राखेको याङबेनलाई लगाइदिनु होला। झ्याउ पनि भन्दो रहेछ यसलाई, त्यो लगाइदिनुहोस्। फेरि त्यो लगाएर पनि मजाले पकाउनु होला। छोप्दै चलाउँदै गरेर यसरी मजाले पकाइसकेपछि चाहिँ तपाईहरुले हल्का लेमन पनि लाउन सक्नुहुन्छ। मैले चाहिँ लेमन पनि लगाएँ। अनि रक्ती लगाएर आज भुटुवा बनाएको हो, त्यही भएर रक्ती लगाएँ। अनि यो रक्ती लगाइसकेपछि पनि फेरि पकाउनु पर्छ मजाले 15-20 मिनेट जति छोप्दै पकाउँदै गर्ने। अनि यो सुक्खा भइन्जेलसम्म भुट्नु होला। अनि लास्टमा पाकिसकेपछि यसरी प्याजको पत्ता र मैले चाहिँ धनियाँ पनि लगाएर फेरि भुट्दैछु। अनि राम्रोसँग यसरी भुटिसकेपछि अब पाकिसक्यो। मासुले तेल छुट्टै मसला छुट्टै छोडिसक्यो, अब चाहिँ पाक्यो भन्ने चिनिन्छ। अनि यसरी रेडी भयो। तपाईहरुलाई पनि यसरी बनाएर खानु मन लाग्छ भने खानुहोस्। थ्याङ्क यू।